हेलो हेलो हामी चाहिँ घाँस काट्न जानु लाग्यो दाइले झोला बोक्नु भयो आँसी गएको थियो नि आँसी यहाँ छ नि के छ घाँस काट्ने आँसी पाखुरी काट्न जानु लाग्यो आज यस्तो मुटुलाई चाहिँ पाखुरी भन्छ नि यो हो नि चाहिँ पाखुरी होइन यो त ठुलो छ यो होइन यस्तो बुट्टा ल गाइज पिच बाटैबाट गाह्रो छ गाह्रो छ यो चाहिँ कुन स्कुल र यो यो साङ्केतिक माथि माथि भाषाको स्कुल नबोल्ने कान नसुन्नलाई क्या यो स्कुल चाहिँ भइरहेको के छ माथि स्कुलको नाम चण्डीकालिका बहिरा आवासीय आधारभूत विद्यालय कान नसुन्ने नबोल्ने बच्चाहरूको क्या स्कुल ठुलो छ नि होइन हेलो हेलो नमस्ते सार्न बाख्रालाई हजुर दाइको भिडियो बनाउँदै नि भिडियो बनाउँदै नि कन्टेन्ट गाइस कन्टेन्ट गाउनु के अरे गोरु दिदी भन्छन् के त्यहाँ होइन चिलाउने निसा कि के हो क्या नाम यसलाई भन्छन् चिलाउनेको बुट्टा यो चिलाउने त्यो फुलेको जस्तो करुस कुन यो त्यो सेतो सेतो यो सेतो पटुस अब हामी घाँस काट्ने ठाउँ पनि नजिकै आउनु लाग्यो यो उताको डाँडामा होइन गर्नुपर्छ क्या होइन माथि यो माथि अरे अन्त उहाँ गए त्यो बाँसबारी गन्ध हामी जानु खुरी काट्न बाख्रा बोकालाई हो पाखुरी खुवाउनु पर्ने यो तारिङ्गल साह्रै भाइ कता मात्र होइन बाख्रा कतिवटा खाँदै हजुरको तिनवटा बोका बोका पाठी कतिवटा दुईवटा हामी आयो यसलाई के भन्छ त माथि गाउँको नाममा थाहा छैन हन्ड्रेड भन्दा मुनितिर चनौटे भन्छ कि त यो त चनौटे पँधेर भनेर लेखेको क्या त्यो पानी ट्याङ्की यहाँ त ल हो ऊ यहाँ मुनि पानी ट्याङ्की देखिहाल्छ त्यो तल अन्त त बाटै छ कि भाइ गोरट बाटै हाके ए दुईजनाले बनाएको कि गोरट बाटो यहाँनिर गोरट बाटो हो देखाउँछु यो बाटोको दुईजना मात्रै बनाएको यो बाटो कहाँ निक्लिन्छ गैरहेत त्यो बाटो यो सिडीको बाटो यो गैरहेत कहाँनिर निक्लिन्छ त्यो स्कुलभन्दा यतापट्टि सिँढी दुईजनाले मात्रै बनाएको हो कि यो बाटो ओ यहाँदेखि तलदेखि दुईवटा त्यसो भयो कलो ऊ बाँसै त पाहाडी हो रुखमा काग बसे हेर्नु भित्री बाँस किन हो त नि यत्रो काग आज कति रहेन ऊ त्यो हो त्यो हो क्या आम्मा डेन्जर छ त्यो पाखुरी त
ठुलो हो त नि यहाँडाखेरि उक्ले पनि भए पुग्नु पर्यो ए देखाएछ यताडाखेरि गयो भने आउनु त्यहाँको लगाउनु ठुलो देखिया एउटा माथिको यो ठुलो पाखुरी पाखुरी गाइस पाखुरी हामी त्यहीँ पुग्छौँ एकछिनमा अब 10 मिनटमा पुग्छौँ गाह्रो छ है भाइ काटेको हो त त्यो त डेन्जर घाँसमा घाँस भाइ काटेको हो झारेको नि त अस्ति मन्दिर लगेर झारेको अलिकति यो पाखुरी घाँस यो अलिअलि काटेको देखियो नि यहाँ माथि त्यही जाने यता जाने सर्टकट यहाँ फेरि घुमघुरको दुख्छ गर्मी जाडो सिजनमा गरेको हामीले डर गर्नु केरा केराहरू नै बुटै सुक्या केरा छ चाहिँ पाक्रा लाखा बुटै सुक्या त्यही पनि यसो पुण्य माग पर्दैन नि यो त्यो माथिको सबै ठुलो बारको यो तलको यो तल जान्छ तल माथि यो माथि सबै जङ्गल त ठुलै छ भाइ है यहाँ दामी आउँछ चम्पापानीको जङ्गल के छ के गऱ्यो यता सिसी गऱ्यो चम्पापानीको जङ्गल अब हामी यता जान्छौँ पहिला यो रातो फुल देखियो नि यहाँ यो घरको नजिक पहिला हामी त्यहाँ जान्छौँ एकछिन भिडियो बनाउन त्यो घरको तलतिर त्यहाँबाट फेरि यो पाखुरी लिएर जान्छौँ यो पाखुरी देखियो नि पहिला योमा जान्छौँ त्यसपछि यो पाखुरी गर्न जान्छौँ पहिला भइसक्यो उकालो है यस्तै हेर्नु पऱ्यो यस्तो गाह्रो भएको है 15 मिनट आइपुग्यो भाइ भन्दा के छ खबर घाँस हार्न घाँस वाह हजुरलाई म एउटा कुरा देखाउँछु अहिले एकछिन एकछिन देखाउँछु आउँदैछ अघि तलबाट देखाएको थिएँ मैले घरको नजिक के छ भनेर देखाउँछु यो पाखुरी हामीले काट्ने यसलाई काट्ने हामीले अहिले अब म चढ्छु यो बुट्टामा चढ्न त सकिन्छ कि सकिन्न थाहा छैन कस्तो हो अहिलेसम्म बुट्टा चढाएको छैन म ट्राई गर्छु अहिले नत्र दाइ चढ्नुहुन्छ म अब त्यहाँ गराउँछु एकछिन यहीँ नजिक घर पनि नजिकै आइसक्यो स्वर्ग देखिन्छ गाइस स्वर्ग कस्तो दामी छ गाइस कस्तो दामी छ
दाम दिने या झन् यहाँबाट दाम देखेर चाहिँ घरको आँगनमा आफू पार्कियो खोला गहिरो खेत यही तल गहिरो खेतको स्कुल देखियो भाइ अब रुख चाड्दै अवस्था पारी त देखियो नि यता या सौतो गुराडो कतै बदल लाग्छ यही मेसोमै म नकाटिकन भाइ रुख चढ्दै अब अवस्था जकट खोलेर अलिक दामी पाराले म कहिले चढाएको दुःखमा होइन डर लाग्छ होला करान खानु पऱ्यो गाइस क्यामेरा रेडी हुँदैछ म यसो यो यस्तो भिटामिन खाएर चढ्छु भनेर देखिन्छ पहिला देखाउनु परेन भनेको कि यही उस्क्यो यसैमै जोडौँ है है साथी यति चढ्न गाह्रो भइसक्यो त यहाँ कस्तो यहाँ त नचढ्नु दातारको पर्ने पहिले चढाएन भिडियो भाइ नि कहिले नचढेको अवस्था रुखमा है